सर्वप्रथम हजुरलाई त्रिवेणी अनलाइनमा स्वागत छ। धन्यवाद। सबैलाई नमस्कार। मेरो नाम हस्तबहादुर रामजा, त्रिवेणी गाउँपालिका वडा नम्बर 2 को वडा अध्यक्ष। त्रिवेणी गाउँपालिकाको वडा नम्बर 2 मा तपाईँ निर्वाचित भइसकेपछि के कामहरू गर्नुभयो? हामीले कामहरू सिँचाइका क्षेत्रमा गरेका छौँ। विशेष गरी अब यो त्रिवेणी गाउँपालिका वडा नम्बर 2 मा सिंचित योग्य जमिन धेरै भएको हुँदा हामीले सिँचाइ कुलाहरू बनाएका छौँ, जसमध्ये हामीले पालिका वडा र मुख्यमन्त्री रोजगार सहितका योजना गरेर हामीले जम्मा 7137 मिटर कुलो निर्माण गरेका छौँ भने त्यसमध्ये हामीले आरसीसी सरिया सहितको 1453 मिटर चाहिँ निर्माण गरेका छौँ। बाँकी 5684 मिटर हामीले पीसीसी सिँचाइ कुला निर्माण गरेका छौँ। जस्तो अब कृषि भूमि त्यसै गरेर यहाँको अन्न उत्पादनको हिसाबले पनि राम्रो शारदाको नदीको होइन एकदम त्यो फाँटले गर्दाखेरि पनि यहाँ अलिकति बढी। अनि जस्तो कृषि पेसा यो सँगसँगै पशुपालन क्षेत्रमा पनि यहाँ पालिकाले घोषणा पनि गरेको छ होइन, बाख्रा पकेट क्षेत्र भनेर घोषणा गरेको छ। यसमा वडाले के कामहरूलाई थप निरन्तरता दिएको छ? हामीले अब यो समाज सुधार कृषक समूह भन्ने छ, त्यो मार्फत हामीले कृषकहरूलाई बाख्राहरू अनुदानमा 50% कृषकको 50% चाहिँ हाम्रो गरेर अनुदानमा हामीले बाख्राहरू वितरण गरेका थियौँ। र अन्य जस्तो प्राविधिकहरूको केही त्यस्तो हुँदाखेरि के छ? प्राविधिक चाहिँ हामीले अब हाम्रो वडामा अहिले पशु प्राविधिक चाहिँ हुनुहुन्न, तर हाम्रो एउटा 1 नम्बर र वडा नम्बर 2 नजिकै भावनाले त्यहाँ एउटा कृषि सेवा केन्द्र भेटनरी छ, त्यहाँबाट हामीले चाहिँ हाम्रो एकजना प्राविधिक छुट्टिएको छ, उहाँले 2 नम्बर हेर्नुहुन्छ। कहीँ कृषकहरूलाई समस्या पऱ्यो भने फिल्डमा जाने, उहाँका बाख्रा गाईहरू बिरामी भयो, गोरुहरू बिरामी भयो भने गाउँमा जाने र कतिपय आएर यहीँबाट पनि औषधिहरू लिने गर्नुहुन्छ। कतिपय अवस्थामा त्यस्तो बेलामा चाहिँ गाउँमा गएर औषधि उपचार गर्ने पनि गर्नुहुन्छ। अनि यो स्वास्थ्य क्षेत्रमा चाहिँ वडाले बजेट विनियोजन गरेर के कस्ता कार्यक्रमहरू ल्याएको छ नागरिकलाई स्वस्थ राख्नका लागि? अब अलिकति कुनै हामीले व्यवस्थापन खर्च भनेर जस्तो पालिकाबाट पनि हामीले अब त्यो औषधि उपचारहरू गर्नलाई अब औषधि नपुगेको औषधिहरू खरिद गर्छ भने हामीले पनि केही रकम हालेर कहिलेकाहीँ नभएका औषधिहरूलाई चाहिँ खरिद गर्ने र त्यहाँबाट हामीले सेवा सुविधा दिइरहेका छौँ। अन्य चाहिँ हामीले अब त्यहाँका अब भौतिक संरचनाहरू निर्माण गर्ने कुरा चाहिँ गरिरहेका छौँ। शिक्षा सम्बन्धी के कस्ता कामहरू के कस्ता कार्यक्रमहरू ल्याएको छ? हामी निर्वाचित भएदेखि हामीले शिक्षामा थुप्रै काम गरेका छौँ। जस्तो प्रत्येक विद्यालयहरूमा कम्प्युटर वितरण गर्ने कार्यक्रमहरू गऱ्यौँ। त्यस पछाडि सबै विद्यालयमा चाहिँ शैक्षिक सुधारका सामग्रीहरू शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि गरेका छौँ। र हाम्रो वडामा सम्भवतः यो बाल विवाहहरू धेरै हुने गर्ने भावनाले पनि हामीले मावि स्तरका विद्यार्थीहरूलाई राखेर बाल विवाह न्यूनीकरण सम्बन्धी हामीले गोष्ठीहरू सञ्चालन गरिरहेका छौँ भने यो वडा नम्बर 2 मा रहेका सबै विद्यालयका छात्र छात्राहरूलाई हामीले अहिलेसम्म हामी निर्वाचित भएदेखि अहिलेसम्म 110 जनालाई छात्रवृत्ति हस्तान्तरण गरेका छौँ। यसकै नारा चाहिँ के छ भने एक घर एक धारा खानेपानीको अवधारणा अन्तर्गत काम भइरहेको छ। अब यस गाउँपालिकाको यस वडामा एक घर एक धारा अनुसारको कामहरू कतिको भएको छ, कति घरमा पुग्न बाँकी छ र पहिलेको तपाईँ आउनुभन्दा अगाडिको अवस्था कस्तो थियो र तपाईँ आइसकेपछि चेन्ज चाहिँ के भयो, परिवर्तन के भयो? अब हामी निर्वाचित हुनुभन्दा पहिला यो वडामा एउटा गैरागिटी टोलमा चाहिँ 55 घरधुरी सङ्ख्यामा एक घर एक धारा जडान भइसकेको थियो भने राजागिटी लिफ्ट खानेपानी सञ्चालन भइरहेको थियो, योजना निर्माण भइरहेको थियो। त्यति बेला ट्याङ्कीहरू बनाइसक्यौँ, पाइपलाइनदेखि काम गर्ने कुरा बाँकी नै थियो र निर्वाचित भइसकेपछि त्यो पाइपलाइन सँगै एक घर एक धारा जडान हामीले गऱ्यौँ र अहिलेसम्म हाम्रो 693 जम्मा घरधुरी वडा नम्बर 2 मा बस्ने 693 घरधुरी सङ्ख्या छ। त्यो सङ्ख्यामध्ये अहिले हामीले टोटल 510 घरधुरीमा चाहिँ एक घर एक धारा जडान गरिसकेका छौँ भने 170 घरधुरी बाँकी हुनुहुन्छ। त्यसमध्ये त्यसको कहिलेसम्म भइसक्छ? अब हाम्रो एउटा ठुलो बस्ती भनेको एउटा यही वडा नम्बर 2 को जामिरे भन्ने टोल बाँकी छ। त्यसलाई हामीले छिटै उहाँहरूलाई शुद्ध पिउने पानी र उहाँहरूको घर घरमा धारा बनाउने उद्देश्यका साथ हामीले भर्खरै 17औं गाउँ अधिवेशनबाट हामीले बजेट व्यवस्थापन गरेका छौँ। यो आर्थिक वर्षमा हामीले उहाँहरूको घरमा एक घर एक धारा सञ्चालन गर्छौँ। खानेपानीको लागि यहाँ कुनै पानीको मूल मुहानहरूबाट ल्याएर गर्नुभएको छ कि लिफ्ट खानेपानी मार्फत गर्नुभएको छ? कसरी गर्नुभएको छ? अधिकांश ठाउँमा जति अहिले धाराहरू सञ्चालन भएका छन् धेरै जसो मूलबाट नै सतहगत पानी नै सञ्चालन भएको छ र एउटा मात्रै योजना हाम्रो राजागिटी लिफ्ट खानेपानी मार्फत सञ्चालन भएको छ। त्यो पनि अब धेरै उपभोक्ताहरूलाई समस्या परिरहेको, उपभोक्ताहरूले आफैले
उहाँहरूले चाहिँ पैसा उठाएर मोटर ल्याउनेसम्मको काम पनि भयो। अलिकति लिफ्टिङ सिस्टम अलिक झन्झटिलो हुँदो रहेछ। अब उपभोक्ता समिति सक्रिय रूपमा लागेन भने त्यसलाई सञ्चालन गर्न गाह्रो हुँदो रहेछ। वडा नम्बर 2 का स्थानीय बासिन्दाहरू जुन चाहिँ तपाईहरू निर्वाचित भइसकेपछि हामी चाहिँ यहाँको हाम्रो घरैसम्म बाटो आओस् होइन, टोल टोलमा बिजुली बत्ती बलोस् भन्ने टाइपको त्यस्तो भएर तपाईँहरूलाई भोट हालेका जुन यहाँको जनताहरू हुनुहुन्छ उहाँहरूको लागि तपाईँहरूले यो भौतिक पूर्वाधारतर्फ यो सडकतर्फ के कामहरू गर्नुभएको छ तपाईँ निर्वाचित भएपछि? हामीले ती कुराहरू खानेपानीका कुरा, शिक्षाका कुरा, स्वास्थ्यका कुरा, यातायात कुरा, विद्युतका कुरा हामी सञ्चालन गर्छौँ। हामीले घोषणापत्रमा पनि ती कुराहरू उल्लेख गरेका थियौँ। तदनुसार हामीले बाटाहरू भनेको हाम्रो सबै टोल बस्तीमा पुगेछ, कुनै पुग्न बाँकी छ र हामीले त्यसलाई बजेट विनियोजन पनि गरेका छौँ। अब हामी छिट्टै यो आर्थिक वर्षमा सबै ठाउँ पुर्याउनेछौँ र हामी निर्वाचित भइसकेपछि पनि हामीले 7013 मिटर नयाँ कटिङहरू ट्र्याक ओपन गरेका छौँ भने विद्युतको कुरा चाहिँ अब लगभग हाम्रो 95% चाहिँ पुगेको छ भन्नुपर्छ। लगभग थोरै केही घरदुरीहरू चाहिँ छुट्नु भएको छ। यसलाई हामीले विद्युत कार्यालयसँग समन्वय गरेर हामी तत्काल छिट्टै बत्ती बाल्ने कुरामा चाहिँ लाग्नेछौँ। केही वडाको बजेटबाट पिसिसी सहितको हामीले गोरेटो बाटोहरू निर्माण गरेका छौँ भने केही प्रधानमन्त्री रोजगार साझेदार कार्यक्रम अन्तर्गत हामीले थुप्रै सकर गोरेटा बाटाहरू निर्माण गरिरहेका छौँ। जस्तो अब पर्यटन प्रवर्धनको लागि भनेर वडाबाट केही त्यस्तो कामहरू भएका छन्? अहिले त्यस्तो हाम्रोमा अब संस्कृति झल्काउने खालका कार्यक्रम भनेको अब हामीले वडाले नै बजेट छुट्याएर त गरेका छैनौँ। अब हाम्रो यहाँ भनेको अब विशेष गरी सोरेटी नाच भनेर अब हाम्रो बुवाहरूले हाम्रा सबै अब अग्रजहरूले चाहिँ त्यो सञ्चालन गरिरहेको अवस्थामा अब नयाँ पिँढीले चाहिँ त्यो प्रति चासो नदेखाएको लोभ हुँदै गइरहेको अवस्था छ। त्यसलाई संरक्षण गर्नको लागि वडाले केही पहल गर्न सक्छ? पहल गर्ने कुरा अब सबै युवाहरूसँग बसेर अब यसलाई चाहिँ हामीले हाम्रो संस्कार जोगाउनुपर्छ, संस्कृतिलाई जगेर्ना गर्नुपर्छ भन्ने खालका हामीले कुराहरू गर्दै त्यस उहाँसँग छलफल समन्वय गर्ने कुरा त हामीले गरिरहेका छौँ। तर बजेटै छुट्याएर यो गर्नुपर्छ भन्ने चाहिँ बजेट व्यवस्थापन गर्न सकेका छैनौँ। अनि जस्तो वडालाई चिनाउनको लागि त्यस्तो पर्यटकीय स्थलहरू भएको र त्यसलाई संरक्षण गर्ने र पर्यटनलाई नै एउटा आय स्रोतको बाटो बनाउने पनि कतिपय ठाउँमा छ। यो चाहिँ 2 नम्बरमा चाहिँ त्यस्तो केही भइरहेको छ? केही मठ मन्दिरहरू संरक्षण गर्नेदेखि लिएर के छ त्यस्तो भएको? हामी कहाँ हाम्रो वडामा एउटा सिद्ध गुफा भन्ने छ जसलाई चाहिँ पूर्व जनप्रतिनिधिहरूले एउटा मन्दिरको रूपमा पनि निर्माण गरिसक्नु भएको थियो र हामीले त्यहाँसम्म जान सहज होला भनेर हामीले एउटा मोटर बाटो पनि लिएका छौँ र मोटर बाटो लिँदै गर्दा त्यहाँसम्म नपुगिने अलिकति भूगोल अप्ठ्यारो भएको हुनाले हामीले त्यहाँ चाहिँ जानलाई सहज होस् भनेर गोरेटो बाटो निर्माण गरेका छौँ र अब त्यसलाई रेलिङ गर्ने कुरा, घेरबार गर्ने कुरा अब यो आउँदो बजेटबाट हामीले चाहिँ विनियोजन भएको छ, त्यसलाई काम गर्छौँ। तपाईँ निर्वाचित हुँदै गर्दाखेरि जुन यहाँको जनताहरूमाझ जाँदाखेरि घोषणापत्र लिएर जानुभएको थियो, ती घोषणा गरेका बाचाहरू चाहिँ कति जति पुरा भयो? अब चाहिँ कति बाँकी छन्? अब ती हामीले गरेका हामी काम गरिरहेका छौँ। हामीले गरेका बाचा बन्धन खाएका जो हामीले गरेका थियौँ उहाँसँग सबैसँग हामीलाई चाहिँ निर्वाचित बनाउनु पऱ्यो, हामीलाई चाहिँ जिताउनु पऱ्यो, हामी केही गर्छौँ, यसलाई चाहिँ वडा नम्बर 2 लाई परिवर्तन गर्छौँ भन्ने ती बाचाहरू गरेका थियौँ। त्यसअनुसार हामीले सम्भवतः सिँचाइका कुराहरूमा पनि हामीले थुप्रै काम गरेका छौँ, विद्यालयका क्षेत्रमा काम गरेका छौँ, स्वास्थ्यका क्षेत्रमा काम गरेका छौँ। केही बाँकी भएका हामी आगामी आउने बजेटहरूबाट पनि उहाँहरूलाई सम्बोधन गर्छौँ। अबको तपाईँको कार्यकाल थोरै पनि छ अब होइन, धेरै कार्यकाल लगभग 3 वर्ष भइसक्यो। अबको यो बाँकी रहेको कार्यकालमा वडा नम्बर 2 लाई हामीले कस्तो भएको हेर्न सक्छौँ, देख्न सक्छौँ अथवा कस्तो बनाउने त्यस्तो के छ भिजन अबको पछि? अब हामीले यो वडालाई सम्भवतः हामीले राम्रै बनाउने भनेर हामी सबै जनप्रति लागेका छौँ। हामीले यहाँका राजनीतिक दल, यहाँका समाजसेवी, बुद्धिजीवी, कर्मचारी सबैसँग समन्वय गर्दै यो वडालाई साँच्चीकै नमुना बनाउन सकिन्छ। यसलाई चाहिँ हाम्रा आय आर्जनका पाटाहरू जस्तै छन् अथवा नगदे बालीहरू यस्ताहरूलाई गरेर केही चाहिँ उत्पादनकोतिर गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ। र अब हामी थोरै समय भए तापनि यो समयभित्र जो हामीले काम गर्न सकिरहेका छैनौँ यसलाई नमुना बनाउने कुरामा, वडालाई नमुनाको रूपमा चिनाउने कुरामा चाहिँ हामी लागिरहनेछौँ। यो थोरै समयमा पनि हामी धेरै काम गर्नेछौँ भन्ने कुरा राखेको छु। यस वडाका काम गर्दै गर्दाखेरि त्यही सम्भावना र चुनौतीहरू के देख्नु भएको छ हजुरले? काम गर्दाखेरि जस्तो के अप्ठ्यारो त्यो चुनौतीहरू के देख्नु भएको छ हजुरले?
अब काम गर्दा त अब अलिकति चुनौती अप्ठ्यारा त हुने नै भइहाल्यो नै है। अब हामी एउटा भूगोलले पनि हामीलाई त्यति साथ नदिरहेको अवस्था छ। जस्तो हामी मोटर बाटाहरू लिँदै गर्दा भिरपाखा हुँदै जानुपर्ने, अब त्यो हामीले लक्ष्य अनुसारको जो गर्नु पर्थ्यो ती गर्न सकिरहेका छैनौँ। त्यसलाई सहज कसरी बनाउने भन्ने कुरा पनि रहला। त्यस्ता समस्याहरू आउँछन् र समस्याहरू आउँछ, समस्याका बावजुद पनि हामीले काम गरेकै छौँ भन्ने कुरा चाहिँ यहाँसँग जानकारी गराउँदछु। तपाईँको कामदेखि स्थानीयहरू कतिको सन्तुष्टि भएको पाउनु भएको छ? केही त्यस्तो केही सुन्नु भएको छ? अब के भन्नुहुन्छ स्थानीयहरू? यसमा के छ भने एउटै घर परिवारमा एउटा अभिभावकले एउटा गार्जेनले चाहिँ राम्रोसँग नमिलाइसकेको अवस्था पनि हुनसक्छ। त्यो देखिन्छ पनि। त्यस्तै हामीले यो धेरै घरधुरी भएको ठाउँमा, धेरै जनसङ्ख्या भएको ठाउँमा हामीले सबैको चित्त नबुझाउन सकेका पनि होला। तर मलाई लाग्छ हामीले वडा कार्यालयबाट दिने सेवा सुविधा वा हामीले कोही कतै कसैलाई कन्जुसाइ नगरेको, कुनै चाहिँ तेरो काम बन्दैन त चाहिँ केही दिनपछि आइज भन्ने खालको त्यस्ता खालका व्यवहार चाहिँ गरेका छैनौँ। उहाँहरूलाई हामीले यो वडामा नहुँदा पनि कहिलेकाहीँ अब कार्यक्रममा जानुपर्छ, बाहिर निक्ल्नुपर्ने अवस्था हुन्छ। त्यो अवस्थामा नागरिकहरूले हाम्रो चाहिँ सिफारिसमा सिग्नेचर गर्नु छ भन्नुभयो भने हामीले के गरेका छौँ भने तपाईँहरू त्यही बस्नु, तपाईँ किन दुःख पाउनुहुन्छ, हामीसँग साधन छ, त्यहाँ आएर हामी चाहिँ सिग्नेचर गर्छौँ भन्ने खालको चाहिँ काम गरेका छौँ। सकभर चित्त बुझाएकै छौँ भन्ने लाग्छ। कतै चित्त नबुझेको भए पनि अब यो थोरै समय पनि उहाँहरू सबैलाई समेट्न सकिएला। हाम्रो वडामा हामीले हाम्रा थुप्रै आमा समूहहरू, विभिन्न खालका समूहहरू छन्। उहाँहरूको मागलाई मध्यनजर गर्दै हामीले उहाँहरूलाई एउटा महिला सशक्तिकरण, लैङ्गिक सम्बन्धी हामीले 2 दिने तालिम सञ्चालन गरेका थियौँ। प्रत्येक हाम्रो 9वटा आमा समूह छ, 9वटा हामीले 5-5 जनाका दरले उहाँहरूलाई बोलाइकन हामीले त्यो लैङ्गिक हिंसा किन हुन्छ, किन गरिन्छ त्यो विषयमा प्रश्न पार्दै अहिले महिला सशक्तिकरण कसरी हुन सकिन्छ भनेर उहाँहरूलाई त्यो तालिम पनि हामीले सञ्चालन गरेका थियौँ। र उहाँहरूलाई केही अफिसमा बस्नलाई कुनै अब त्यो बैठकहरू गर्दा केही सहज हुने र उहाँहरूलाई चाहिने सामग्री पनि त्यही कार्यक्रमबाट हामीले हस्तान्तरण गरेका थियौँ। हस्, धेरै धेरै धन्यवाद हजुरलाई समय दिनुभएकोमा। धन्यवाद। सर्वप्रथम हजुरलाई त्रिवेणी अनलाइनमा स्वागत छ। हजुरको परिचयबाट सुरु गरौँ है। सर्वप्रथम मेरो नमस्कार छ। मेरो नाम खिम्बार चलाउने, त्रिवेणी गाउँपालिका वार्ड नम्बर 2 को वडा सदस्य। मेरो घर चोरखोला पर्छ, साबिक वार्ड नम्बर 2। त्रिवेणी गाउँपालिकाको यो स्थानीय तहको निर्वाचनमा तपाईहरूले जुन यहाँबाट जितेर आइसकेपछि, जनताहरूको हामी सेवा गर्छौँ भनेर आइसकेपछि अहिले चाहिँ जनताहरूको सेवा कसरी गरिराख्नु भएको छ हजुरले? हामीले विगत 3 वर्ष निर्वाचित भएदेखि लगभग अहिले हाम्रो कार्यकाल भनेको 3 वर्ष पुरा भएर अब हामी 4 वर्षमा, अहिलेको हाम्रो 4 वर्षको तपाईँको अधिवेशन, अहिलेको हाम्रो बजेट विनियोजन भर्खरै भएको छ। र योभन्दा अगाडि हामीले विगत 3 वर्ष यता गो एउटा विकासको सिलसिलामा हामीले थुप्रै काम गरेका छौँ। खुला नाला, त्यसै गरी स्कुलहरू, त्यसको शिक्षाका कुराहरू, स्वास्थ्यमा, त्यसै गरी विभिन्न किसिमका एउटा लैङ्गिक हिसाबले, त्यसै गरी सबै क्षेत्रलाई समान तरिकाले हामीले एउटा वडामा आएको एउटा बजेटलाई समान तरिकाले हामीले सबै क्षेत्रलाई पुग्ने गरिन हामीले विनियोजन गरेर गर्दै अहिलेसम्म हामीले 3 वर्षसम्म हामीले थुप्रै काम गरेका छौँ। तपाईँहरूको यो 3 वर्षको अवधिमा गरेका कामहरूप्रति जनताहरूले के कस्तो प्रतिक्रिया दिनुभएको छ? काम उहाँहरूले भनेअनुसारको काम गर्न सक्नु भएको छ कि छैन त? हजुर, त्यस्तो नराम्रो त अहिलेसम्म त्यस्तो प्रतिक्रिया त अब आफूले सुन्नु पनि सुन्या पनि छैन। र अरूबाट त्यस्तो अहिलेसम्म यहाँको जनप्रतिनिधिले यस्तो गरेन भन्ने जस्तो त त्यस्तो टाइपले त सुन्या छैन। लगभग उहाँहरूका कतिपय एउटा मागहरू लगभग सम्बोधन भएका छन्। त्यसैले होला उहाँहरूले त्यस्तो नराम्रो हिसाबले अहिलेसम्म उहाँहरूले हामीलाई यस्तो गरिदिनु भएन भन्ने जस्तो अहिलेसम्म त्यस्तो सुन्या छैन। अझै यस्तो गर्न पाए हुन्थ्यो भन्ने केही छ कि छैन? मान्छेका एउटा तपाईँको मान्छेका माग, एउटा इच्छा आकाङ्क्षा त कहिले पनि पुरा हुँदैन। जीवन्तकालभरि नै मान्छेको एउटा तपाईँको
इच्छा आकाङ्क्षा तपाईँको कहिल्यै पनि पुरा हुँदैन तपाईँको। त्यसैले गर्दा अब हामीले जति सक्दो हामीले वडामा आएको रकमलाई बजेटलाई हामीले सही परिचालन थोरै रकमले धेरै तपाईँको त्यसबाट लाभ लिने तरिकाले हामीले गर्दै आएका छौँ। त्यसैले गर्दा तपाईँको वडामा लगभग थुप्रै काम भएका छन्। त्यसैले जस्तो लाग्छ मलाई हामीले यो वर्ष कति बजेट आयो हजुरको वडामा? प्रधानमन्त्री रोजगार कार्यक्रम सहित 42 लाखको। अब यो बजेटमा हजुरले के कामहरू गर्ने विचार छ यो वर्षमा हजुरको? के काम गर्नुहुन्छ? अब हामीले सबै बजेट त हामीले विनियोजन गरिसक्यौँ होइन। सबै क्षेत्रलाई समेटिने गरी हामीले बाँडफाँड गरेका छौँ र यसमा पनि हामी सन्तोषजनक लगभग हामी सबै वडाका सपरिवारले हामीले बसेरै छलफलै गरेर कहाँ के गर्दा कस्तो हुन्छ सही जनतालाई समेट्न सकिन्छ थोरै रकमले पनि भनेर हामीले सल्लाह गरेरै विनियोजन गरेका छौँ। हजुर निर्वाचित हुनुभन्दा पहिला जुन निर्वाचित एउटा प्रतिनिधिले गरेका कामहरू सुरुवात गरेका कतिपय योजनाहरू थिए तिनी हामीले सम्पन्न गऱ्यौँ र हामीले सुरुवात गरेका पनि कोही अधुरा हुन सक्छन्। अब हाम्रो कार्यकाल लगभग अब 1 वर्ष मात्रै छ। त्यो भित्रमा नहुन सकेका कामहरू अब आउने निर्वाचित प्रतिनिधिहरू पनि गर्न सक्नुहोला होइन। लगभग हामीले कतिपय योजनाहरू आफैले सुरुवात गरेका लगभग मेटिसकेका छौँ। अब हामीले कति कामहरू गर्दाखेरि हुन त थुप्रै हाम्रो टोलवासीबाट योजनाहरू छनौट गरेर हामीले ल्याएका हुन्छौँ र सबैका मागहरू पुरा हुन सक्दैनन्। त्यसैले अब यिनी कर्मश हुने कुरा हो। हाम्रो समग्र वडावासीहरूले के बुझिदिनु होला भन्दा तपाईँको सीमित स्रोत साधनका बावजुद हामीले वडामा आएको बजेटलाई सही परिचालन गरेर हामीले कुनै पनि दुरुपयोग हुन नदिएर अब अहिलेसम्म हामीले काम गर्दै आएका छौँ र कतिपय छुट्न गएका योजनाहरू आगामी वर्षमा हामी त्यस्ता योजनाहरूलाई महत्त्वपूर्ण योजनाहरूलाई हामी समेट्नेछौँ र त्यति गर्दा पनि हुन नसकेका योजनाहरू अब पछिल्लो कार्यकालमा आउने प्रतिनिधिहरूले गर्नुहुनेछ र यसमा कुनै अब हामीले त्यस्तो गल्ती कमजोरी भएमा अब वडावासीहरूले जनताहरूले अब हामीलाई माफ गरिदिनुहुनेछ भन्न चाहन्छु।